को चाहिँ पितृको बखानहरू पनि सबै हाम्रो पुर्खाले गरिसक्नुभयो र म चाहिँ हाम्रो चाहिँ यो उहाँको चाहिँ आज यो साङ्लेको लागि चाहिँ पाराङ्गे यहाँ भन्न गइरहेको छु। तपाईँहरूले पनि आफूले चाहिँ यो आफ्नो कर्म बस्नुभएको जुन पितृ कार्यमा बस्नुभएको भाइ नाति भाइ बहिनीहरूले चाहिँ उनीहरूले गरेको काम शुद्धि शान्ति होस्, कर्म सफल होस्, पुरा होस्, आशीर्वाद पाऊ भनेर तपाईँहरूले पनि एकाग्र भएर चाहिँ ध्यान गर्नु होला। मैले दाजु सुरु गरेँ त ल माझी भाषाबाट भने है कि मैले आफ्नै भाषाबाट भने ल पुर्खादेखि चलेकी आइलाई अखन घरलाई नाखा आफ्नो विधि गरी के थैरा रहेछ छयक लोक छोगी लोक किसिके गरी जोक्टाइलाई आघात पछि धाकित नाइ सायद केलाई घरलाई गुमाना नगर आराउँसी हक्छ केउलाई घच्चा पच्चा गरेर नाहाकार औलो जुनिका गोक्से रैलो एला जुनिका भगवान हकलाई संसार चाइला रैलो आकाश पातल चाउनी रैलो हामी केलन नजानी दुर्बान आइलहरू इष्टमित्र चारा आइलहरू नाम लेके जन्माइलाई न्यु लागि के मरलाई क्यों जन्मे के मरलाई नाखा सरलाई हो 2 दिनकै आगत पचित हक्छ नाइटो बेला डेङ्गा एउटै हो जन्माइलाई साइड छैटौका दिन भावीलाई एला उमेरमा यो दिनमा यो बार यो समयमा यो न्युले यसैकै नारा बेला देखिदेलाई त ले आज सोही कुरो भोक्रा परेन सोही कुरा हक्रा परेन न्यु रोग लागि के दिनदेखि दाजे भाइ इष्टमित्र कुल कुटुम्ब भेला हकीकै धामी झाँक्री वैद्य डाक्टर चाल गर्लिन् सबै मिलेको हरेक प्रयास गर्लिन् धामी झाँक्रीको मन्त्र हावा बतास गीत भएकै गैलाई वैद्य डाक्टरको दबाई जल हाकीकै गैलाई पापी दुष्टले दैवले कहिले भेट हक्रा नदेलाई गरी हाम्रो काख बानी छिट्टैके खोसीके नेलाई हामीलो दुखेसो ना सुनलाई हाम्रो केही नलागन मर्ला सकेपछि एला कुरीमा खेरा नाहाकार दाजै भाइक इष्टमित्र कुल कुटुम्ब छर छिमेकी सबै भेला हाकीकै मुर्दा बोक्राले मुर्दा बोकीकै काठी बोक्यानले काठी बोक्यान हिटलाई नसक्ला हात्तीकै हिटलाइन दुर्बान धाउरा आइलाई नदीमा सागरमा पुर्याइकन लेखन्तमा भएका सबै मलामी भेला हकलाई पुर्खा बान चलेकै आइलाई रीतिअनुसार नङकेस गरिकै सोलामा चढाइलाई सबै गोप्चे काठी जोल माथि देइके दागबत्ती देइके खानी बनलाई पञ्चतत्व बान बनलाई शरीर पञ्चतत्वमै मिनलाई सद्गत गरेकै कुरी आइलो पछि नाप र खाइन अनुसार तुमिलो नाममा छाक छलको छाडीकै कसैले पुरा कसैले 5 दिन कसैले 3 दिन कसैले एक छाक छोडेकै नुन बार्नेले पनि बारेलाई आजकै दिन आज 2022 साल 9 महिना 7 गते सोमबारका दिन सायदमा पुर्खाले गर्लाई चलन अनुसार नुहाई धुवाई चोखो गरेकै लदीमा गएकै तिम्रो नाममा तिल जौ तिल बाँस लिनेले तिल बाँस लिए गौँ तेल लिनेले गौँ तेल छुइके शुद्ध शान्ति गर्छौँ आज चोखो गरेकै तिम्रो नाम पूर्ण डम्बर बहादुर माझीको नाममा बनाएका चिजबिजहरू तिमीलाई पारलाई चढाइलाई कुनै चिजबिजहरू पारलाई चढाइ भुल हक्सु खोटी भए चढाइलाई छुट भएको भए हामी माफ पाऊँ तिम्रो नाममा आइलाई पाहुना पात इष्टमित्र गोक्से मलामी सबैलाई हाम्रो गच्छाअनुसार खानपिन गराउँछौँ आजबाट तिम्रो नामको साङ्गे पाराङ्गे हख्यान आजदेखि गडुवा जोल चलाउँछौँ सन्धि सोधनी इष्टमित्र राजा उराप सबैसँग ढोकभेट ठोकाउँछौँ आजदेखि तिमी देवी औँसी हकलाई आज आगत गहिरो पुर्खा पृथ्वीहरूसँग हार मिलेको बस्रा खाना पाउरा कमलको फुलकै आसना वैकुण्ठमा बास हकुन् र आज तिमीलाई पुर्खादेखि गरेकै संस्कार अनुसार चोखनीले गरेकै हामीहरू कुरीमा 10 दिनसम्म तिमीलाई खोलामा पार्यौँ फेरि खोलादेखि अहिले यस नदीबाट हामीले हाम्रो घरमा लानेछौँ घरमा लगाइसकेपछि तिमीलाई रीति अनुसार अब समय अनुमा आएपछि सबै सल्लाह गाउँ छरछिमेक बसेर सल्लाह गरेर तिमीलाई तिम्रै साइडमा हामीले चाहिँ ठुलो काम संस्कार गर्नेछौँ त्यतिखेर आफ्नो इष्टमित्र बालबच्चाहरू छोराछोरी नाति नातिनाहरू छरछिमेकलाई कसैलाई पनि त्यस्तो किसिमको ढाका पर्चा नगर्नु छोराछोरी
नाति नातिना सबैलाई आशीर्वाद दिनु। तिमीले पनि संसार देख्छौ, अब उनीहरू के जान्दैन, त्यतिसम्म बस्दा तिम्रो नाममा बस्दा कतै गल्ती भयो, कतै के भयो पनि दुःख नमान्नु। अब हामी मनुष्य के जान्दैनौँ, तिमी साह्रै देख्छौ, तिमी भगवान् भइसकेको छौ। त्यसो भगवान्ले आफ्नो नानीहरूलाई छोरानानीलाई आशीर्वाद दिनु, उहाँको कर्महरूले चाहिँ सन्तुष्ट मान्नु। अबदेखि चाहिँ यहाँबाट आफ्नो घरमा गइसकेपछि त्यहाँ पनि गर्छौँ। त्यसपछि सल्लाहअनुसार अब समयअनुसार तिम्रो नाममा समयमा तिम्रो ठुलो काम गर्नेछौँ। र आजबाट चाहिँ तिमीले चाहिँ जे पाएको छौ पाउनु खानु, र हामीलाई पनि कति गल्ती गरेर चढाउनु भुल भयो भने हामीलाई क्षमा देऊ। सबै क्रिस्चियनहरूलाई पनि क्षमा गरिदेऊ, रक्षा गरिदेऊ। हामीले यो साङ्गे पाराले गर्छौँ। गरेर सर्दिनु सबै सर्दिनु। अब चाहिँ ज्वाइँको चालो आएको